फाइनली हामी चाहिँ रेडी भइसक्यौँ। अब हामी कार्निभल खेल्न जाँदैछौँ, देखाउन नानीहरूलाई घुमाउन जाँदैछौँ। सो हाई प्रियांश, हाई भनिदिनु नानी। हो ऊ चाहिँ छोरा, उहाँ चाहिँ छोरी, अनि उहाँ चाहिँ मेरो श्रीमती माया, अनि हामी चारजना सपरिवार आज हामी कार्निभल घुम्न गइरहेछौँ। यसो नानीहरूलाई अब हिजो अस्ति 3-4 दिन त पानी पर्यो, अब बाहिर कहीँ गई भएन। अनि आज चाहिँ मौसम पनि राम्रो, अनि फेरि कार्निभल पनि सुरु भयो, त्यही भएर हामी नानीहरूलाई घुमाउन चाहिँ बाहिर लाँदैछौँ। यो चाहिँ एभ्री इयर लाग्छ कि, तर लास्ट इयर चाहिँ हाम्रो प्रियांशलाई लिएर जानु भएन, अलिक सानै थियो र। अनि यो इयर चाहिँ जाउँ न, भाइ पनि अलिक ठुलो भएको छ, रमित मजा हेर्ने भएको छ भनेर चाहिँ लानु आँटेको। ल फाइनली हामी चाहिँ यहाँ कार्निभलमा आइपुगेको थियौँ होइन। यहाँ आइपुगेको त मान्छे त एउटै रहेन, 1-2वटा गाडीहरू मात्रै रहेछ बाहिर होइन। अनि त्यो गाडीहरू पनि फर्किँदै रहेछ। अनि के भएर चाहिँ ल भनिदेऊ। अन्त आज मेरो छुट्टी परेको, आजै छुट्टीमा चाहिँ मे 7मा चाहिँ क्लोज रहेछ। अब भोलिदेखि फेरि ओपन, फेरि डे बिफोर पनि ओपनै भएको, तर आजै चाहिँ बन्द हुनु परेको। अब यस्तो जिन्दगी भएपछि कहाँ घुम्नु जाने हे भगवान? अब कहाँ जाने माया? अब कहाँ लिएर जाउँ? हेर कहाँ जाने प्रियांश घुम्नु? अब ल अब के गर्नु, अब यहाँ बाहिर गाडीहरू त छ, 2-3वटा गाडीहरू पार्कमा स्टिल छ होइन, तर सबै अब आउँदै हेर्दै फर्किँदै जाँदैछ। आज क्लोज रहेछ। हाई प्रियांश, बाई गरिदिनु लु छुट्टा। खासै चाहिँ प्रिसा हो, अब ठुलो छोरी हो, खेल्नु मन गरेको चाहिँ यहाँ कार्निभलमा, उसको लागि भनेर आएको। अब बन्द रहेछ त, अब के गर्नु। यहाँ अर्को सानो अनुहार, ए बाबा यो के हो यस्तो चेपामा? प्रियांश हाई, गुड जब बडी। सो ऊ चाहिँ भर्खर 15 महिना लाग्दैछ। ऊ बाहिर चाहिँ साह्रै खेल्नु रहर गर्छ। बाहिर खेलेपछि फेरि ऊ भित्र जानु मान्दैन। हामी बाउ छोरा त्यस्तै हौँ होइन, घाममा डढेपछि फर्केर हतपत जाँदैनौँ, कालोको कालै रहन्छौँ। आमा छोरी मात्रै अलिक गोरो हेर्नु लायकको। सो यसो ओके, अब शनिबार हामी फेरि आउँछौँ। यही भिडियोमा एड गरेर हुन्छ कि अथवा फाल्टै बनाएर हुन्छ, तपाईँहरूलाई फेरि पनि यहाँ कार्निभलमा के कस्तो गरिन्छ भनेर तपाईँहरूलाई देखाउने छु। हस् त, बाई फर नाउ। ल फाइनली वी आर ब्याक टु द कार्निभल। हामी चाहिँ आज कार्निभल ब्याक भएर आएको छौँ। लास्ट टाइम हामी बुधबार आएको थियौँ होइन, बुधबार बन्द भएको थियो, अनि अब बिहिबार शुक्रबार काम, अनि आज शनिबार छुट्टी भएकोले गर्दाखेरि फेरि पनि सपरिवार हामी यहाँ घुम्न आएको छौँ कार्निभल। सो या लेट्स गो। अब वहाँ गएर हेरौँ के कस्तो छ होइन। अब पहिलेको कम्पेरिङ गर्दाखेरि चाहिँ अहिले चाहिँ अलिकति नयाँ सामानहरू थपेको रहेछ, यसो खेल्ने कुराहरू। सो अब हामी खेल्नेछौँ, तपाईँहरूलाई यस भिडियो मार्फत देखाउने छु, र तपाईँहरू यो भिडियो हेरेर मनोरञ्जन लिनुहोला। हाई हाई बेबी, हाई प्रियांश, गुड जब, लेट्स गो। सो ल अहिले हाम्रो चाहिँ यो चाहिँ हामी चाहिँ इन्ट्रेन्समा जाँदैछौँ। लेट्स गो। अनि अब ल अहिले हामी यहाँ भित्र पसेको छौँ, अनि अब यहाँ हामी के कस्तो छ भनेर चाहिँ एक राउन्ड सरर घुम्छौँ, अनि त्यस पछाडि चाहिँ हामी टिकट काटेर चाहिँ कुन खेल्ने र कुन नखेल्ने भनेर चाहिँ हामी डिसाइड गर्नेछौँ। अनि खेल्नेको मात्रै हामी टिकट काटेर यो खेल्नेछौँ, अनि खेल्नु नसक्ने चाहिँ नखेल्ने। पहिले सुरुमा यसरी सबै हेर्ने हो होइन, अनि हेरिसकेर मात्रै हामी टिकट गर्ने हो। ल अब म तपाईँहरूलाई सरर देखाइहाल्छु यो मार्फत। अब यो घोडा भयो होइन,
हेर्नुहोस् नानीहरूले खेलिरहेछ घोडा। र तपाईँहरूलाई म एक सर अब यो सबै देखाउँछु है त सर र के छ भनेर। यो चाहिँ खाजाघर, यो चाहिँ रोटेटिङ, मलाई पनि मनपर्छ तर अहिले लङ टाइम भयो नखेलेको। यो पनि एक मनपर्छ मलाई। अनि यो पनि छ, यो कोहीलाई के भन्छ थाहा छैन तर अब यसो हेर्दा चाहिँ परिवार बसेर अथवा 2-3 जना बसेर खेल्ने देखिन्छ। यो स्विङ जस्तो यो बसेर म चाहिँ सक्दिनँ यसमा। इट्स नट गुड फर मी। भनेर देखाउनु ल। हामीले यहाँ माइरालाई पनि भेट्यौँ। हाई माइरा, आन्टी पनि आउनु भएको रहेछ माइरा लिएर। अनि अब प्रिसा र माइरा खेल्छन्। प्रिसा र माइरा खेल्छ अब के खेल्ने नानीहरूको खेल्ने कुरा चाहिँ। अनि हामी चाहिँ अब ठुल्ठुलो चाहिँ भरे खेल्यौँ भने खेल्यौँ, खेल्यौँ न भने देखा न। ल अहिले चाहिँ हामीले यो आर्म ब्यान्ड चाहिँ $22 लाएर किनेको छौँ होइन। यो चाहिँ छोरीको लागि। यो यिनीहरूले चाहिँ त्यो चाहिँ सबै खेल्नु पाउने, यहाँ भएको जति गेम छ अझ जति यहाँ खेल्नुपर्ने छ सबै खेल्नु पाउँछ त्यो $22 को चाहिँ। सो 2 जना अब एक्साइटेड छ खेल्नको लागि। अनि अरू अब भाइ मम्मी आन्टी चाहिँ यहाँ अब बसिरहनु भएको छ नानीहरूलाई लिएर। सो अब हेरौँ अब नानीहरूले के खेल्छ। अनि यहाँ अरू चाहिँ तपाईँहरूलाई देखाउने चाहिँ यो अब पसल भयो। अब यहाँ के किन्ने के लाने होइन सबै यहाँ छ। अब किनेर नसक्ने र घुमेर नसक्ने खालको बजार छ। सो अहिले प्रिसा चाहिँ अब राइड गर्नको लागि रेडी छ, प्रिसा र माहिरा। ए प्रिसा हाई, से हाई। कस्तो भयो प्रिसा? Myra, let me see your face. Myra, let me see your face. Yeah, yeah, गर्नु। यो चाहिँ अब सिसा, अब यो भित्र कस्तो हुन्छ भने नि बाटै पत्ता लगाउन सकिँदैन। हो बाटै पत्ता लगाउन सकिँदैन। So here's a bear. Hi. Hi.
सो अब यिनीहरू नानी चाहिँ प्रिसा र माइरा चाहिँ यो फन स्लाइड खेल्ने अरे अलरेडी सरी काले फर दिस टाइम अब अर्को पालि खेल्नु ल ठुलो भएर हेरेर डरेर आएको छ नि कहाँ खेल्छ यत्रो नानीले 15 महिनाको नानीले सो नेक्स्ट टाइम खेल्नुपर्छ भाइ र म ठुलो भएर दुईजना राजकुमारीको यहाँ घोडा सवारी भइसक्यो हामी दुईजना चाहिँ बाउ छोरा चाहिँ अब छोरीलाई हेर्दै भिडियो बनाउँदै गरिरहेको छौँ हामी दुईजना चाहिँ नखेल्ने होइन भाइ भाइ यहाँ हेर्नु है प्रियान्स हामी नखेल्ने होइन हेलो भन्दिनँ हेलो भन्दिनँ ल र अहिले चाहिँ हामी अब छोरीले अनुहारमा पेन्ट गर्ने अरे ऊ मागिरहेको जस्तो अनि अब त्यहाँ लिएर जाँदैछौँ छोरीलाई अनि अब लगेर उसलाई अनुहारमा पेन्ट गरेर तपाईहरुलाई देखाउँछु म यो भिडियो मार्फत के कस्तो हुन्छ भनेर है त म रमाइलो छ आज बाहिर तातो थियो तातो छ कति झन्डै 75 डिग्रीको छ 75 डिग्रीको सो तपाईले यहाँ भिडियोमा पनि देख्न सक्नुहुन्छ यहाँ पछाडी हैन पुरै सनी छ पुरै गर्मी छ तर बतास पनि चलिरहेको छ त्यही भएर चाहिँ अलिकति महसुस चाहिँ भएको छैन त्यति धेरै गर्मी तर एक ठाउँ उभिरह्यो भने चाहिँ ज्यादा पुरै पोलेको चाहिँ महसुस हुन्छ घामले सो या ल हेर्नुहोस् है त यहाँ अनुहारमा यो के अरे उयो लगाएको मास्क बनाएको यो के अरे पेन्ट गरेको A few moments later. त अब यसमा चाहिँ म र छोरी दुईजना हामी खेल्न गइरहेको छौँ यो बोर्ड राइट Yeah. Or yeah. So के भन्ने ल अहिले हामी चाहिँ बाउ छोरी चाहिँ हामी यहाँ बोर्डमा बसिसक्यौँ अब बोर्डको स्विङको यस्तो झट्का लाग्नु छ कि ओहो के भन्ने त तर अब यसमा चाहिँ त्यति साह्रो डिजी हुँदैन र म प्ले गर्छु यो प्राय इयरली होइन यहाँ कार्निभल नाटकमा यो बोर्ड चाहिँ म मनपर्छ मलाई खेल्नु तर अब अरू त्यो स्विङहरू होइन त्यो फास्ट स्विङ गर्नेहरू चाहिँ सक्दिनँ म अनि बोर्ड चाहिँ म यो प्राय छोडिसकेँ अब यो चाहिँ होइन अग्लो हुँदैन It's okay, Pisa. Oh my God.
नबजा यिनीहरू अब खेलिसकेर पनि आइपुगेन्। कस्तो भयो एक्चुअली? Here's the buzzer, the water will spark. Hi Priyansh. Bye. ल फाइनली हाम्रो प्रियान्स चाहिँ सुतेर पनि उठिसक्यो। अब बिचरा काखैमा सुतेर आधी घन्टा सुतेर उठ्यो। अनि भाइ बल्ल बल्ल यहाँ भाइको मुड बनिँदैछ हिँड्ने। प्रियान्स यहाँ हेर्नु नि भाइ, भाइ यहाँ हेर्नु नि। के हो के रहेछ नानी त्यहाँ? बेलुन हो? उसले चाहिँ पुरा बेलुन खेल्ने अरे होइन। अब यहाँ यता पछाडि छ बेलुनको बजार चाहिँ। अनि भाइले चाहिँ पुरा बेलुन हेर्दैछ। अब यहाँ पुरा यो होइन, अब यहाँ खेल्ने कुराहरू कति छ नि त। उसले अघि राम्ररी हेर्नु नपाइकन सुत्यो, अनि अहिले सुतेर उठेपछि चाहिँ उसले पुरा याद गर्दैछ के छ, अनि उसलाई खेल्नु मन परेको कुराहरू पुरा पोइन्ट आउट गर्दैछ। सो हाम्रो ठुली पनि आइपुगेन हौ। जाउँ नानी ऊ पैसा लगाएर ल ल। अनि हामी चाहिँ बाउ छोरा चाहिँ यहाँ बिचरा तिर खाएछ भने भाइ लु 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 पानी खानु छिटो छिटो। ल अब हामी चाहिँ लगभग हामी अन्तिमतिर आइपुग्यौँ। नानीहरूले पनि अब उनीहरूले खेल्नु सक्नेहरू सबै खेलिसक्यो। अनि अब एक दुईवटा रहेको छ, अब एक दुईवटा पछाडि चाहिँ हामी घर फर्किन्छौँ। सो आई होप तपाईँहरूले पनि यो भिडियो हेरेर इन्जोय गर्नुभयो होला होइन। अनि हाम्रोतिर चाहिँ अब कार्निभलमा यस्तै छ। अब तपाईँहरूतिर के कस्तो छ भने भिडियो बनाएर तपाईँहरू पनि हाल्नु होला। अनि अब हामी अन्तिममा छौँ। अब अन्तिम सकेपछि चाहिँ अब हामी यहाँबाट निस्किन्छौँ, घर जान्छौँ। आई होप तपाईँहरूले यो भिडियो हेरेर मनोरञ्जन लिनुभयो होला। अनि जसले यो भिडियो अन्तिमसम्म हेर्नुभयो उहाँहरूलाई पनि धेरै धेरै धन्यवाद भन्न चाहन्छु यो भिडियो मार्फत। अनि अब यस्तो गाह्रो भयो है भाइ, फेरि स्ट्रोलर ल्याउनु पनि बिर्सेछौँ होइन। अब दिनभरि यसरी, दिनभरि भन्नाले अब खेलिन्छ यसरी नै। प्रियान्सलाई बोक्यो पालै पालो गरेर बाबाआमाले। अनि ठुलो छोरी त अब एक्लै खेलिहाल्यो होइन। न वी गो होम। सो अहिले चाहिँ हामी अब यहाँबाट एक्जिट गरेर निक्लिसक्यौँ। अनि हामी चाहिँ पार्किङ लटमा छौँ। अब यस्तै हो। अब यो चाहिँ यो हरेक वर्ष एकचोटि लाग्ने गर्छ। सो अनि अब लास्ट इयर पनि आएको थियौँ हामी, तर भिडियो अपलोड गर्न सक्यौँ केही कारणले गर्दाखेरि। अब यसपालिको चाहिँ हामी फुल अब सबै परिवार आएर खेल्यौँ, रमाइलो गऱ्यौँ। सो अब तपाईँहरूलाई म यो भिडियो चाहिँ अब केही हप्ता पछाडि अपलोड गर्नेछु। तपाईँहरूले हेरेर साथ दिनु होला, माया गरिदिनु होला भन्दै आजको यो भिडियोलाई म यहीँ अन्त्य गर्न चाहन्छु। सो बाई, सी यू अन नेक्स्ट भिडियोज।